emotion. Remember, the success is not only measured by the heights you reach, but also by the values you uphold. Be honest in your actions, compassionate in your dealings, and courageous in the face of challenges. भविष्यमा हामी जहाँ गए पनि हाम्रो मित्रता सधैँ बलियो रहोस् भन्ने कामना गर्दछु। अन्त्यमा म सबै शिक्षकहरू, विद्यालय परिवार र प्रिय साथीहरूलाई हृदयदेखि धन्यवाद ज्ञापन गर्दछु। ओम बहादुर राणा सरलाई आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्नको निमित्त म हार्दिक अनुरोध गर्न चाहन्छु। एक्जाम दिएर तपाईँहरू चाहिँ कोही पछि यहीँ पनि पढ्नु होला, कोही फेरि अन्य कलेजमा पनि पढ्नु होला। सधैँ तपाईँहरूलाई चाहिँ पोजिटिभ रूपले शिक्षक वर्गहरूले सधैँ तपाईँहरूलाई चाहिँ आँखामा राखिरहनु भएको छ। मेरा विद्यार्थीहरू अब यो अगाडि सधैँ राम्रो गरौँ भनेर उहाँले चाहिँ त्यो एउटा प्रतीक्षा अपेक्षा गरिरहेको हुनुहुन्छ। त्यसै गरिकन तपाईँहरूको घर परिवारले त्यही धेरै अपेक्षा गरिरहेको छ, त्यसै समाजले अपेक्षा गरेको छ र यो राष्ट्रले पनि तपाईँलाई अपेक्षा गरेको छ। आफूलाई समयअनुसार चेन्ज गर्दै लैजाने, तर कुन काम गर्दा र नगर्दा यसको नेगेटिभ र पोजिटिभ पार्ट के छ भन्ने कुरो सधैँ हामीले विचार गर्नुपर्ने हुन्छ। र म तपाईँलाई अघि नै पनि कुरा आइसकेको छ, तपाईँले कुनै पनि कुरा गर्नुभन्दा त्यो कुरालाई यो ठिक छ या छैन भन्ने कुरो गुरुवर्गसँग फोनबाट या तपाईँको घरको अभिभावकसँग या आफ्नो सिनियर ग्रुपसँग सोधेर अगाडि बढ्नु भने कहिले पनि तपाईँले दुःख पाउनुहुन्न। सधैँ तैँले सफलता तपाईँले पाउनुहुनेछ। को पछि सफलताको एउटा उचाइमा पुग्नुहुन्छ भन्ने हामी नेपाल प्रहरी विद्यालयले आशा गरेको छौँ। आजसम्म त तपाईँ यो विद्यालयको एउटा अनुशासित र सीमित घेरामा हुनुहुन्थ्यो। अब यसपछि चाहिँ तपाईँहरूलाई गाइड गर्ने मान्छेहरू नहुन सक्छ। प्रत्येक पलमा तपाईँहरूलाई हेरिराख्ने मान्छेहरू नहुन सक्छ, तर तपाईँहरूसँग अनुशासन छ। तपाईँहरूले यो स्कुलमा पढ्दाखेरि, यो 10 वर्षसम्म पढ्दाखेरि किताबका पाना मात्रै पल्टाउनु भएको होइन, तपाईँहरूको चरित्र निर्माण गर्ने काम पनि भएको छ। र यो चरित्रको निर्माण जसरी गरिराखेको छ त्यो सम्बन्धमा तपाईँहरूले अब अगाडि बढ्दाखेरि तपाईँहरूको प्रत्येक क्रियाकलापमा नेपाल प्रहरी विद्यालयको नाम पनि आउँछ भन्ने कुरा चाहिँ तपाईँहरूले विचार गर्नुहुने नै छ। त्यो नेपाल प्रहरी विद्यालयको इज्जतलाई, नेपाल प्रहरी विद्यालयको प्रतिष्ठालाई तपाईँहरूले कायम राख्नु नै हुनेछ। अब दोस्रो कुरो, अब योभन्दा अलि स्वतन्त्र ठाउँमा तपाईँहरू जानुहुन्छ, अलि स्वतन्त्र हिसाबले तपाईँहरू हिँड्नु होला। तर स्वतन्त्रको मतलब यो होइन तपाईँहरू कुलतमा लाग्नुहोस् अथवा गलत सङ्गतमा लाग्नुहोस् भन्ने चाहिँ होइन। यो चाहिँ तपाईँहरूको एकदमै सावधानी अपनाउनु पर्ने समय अबको 6 वर्ष, बढीमा 6 वर्ष तपाईँले असाध्यै राम्रोसँग प्रयास गर्नुभयो भने त्यसपछिको 50 वर्षसम्मलाई तपाईँलाई यसले काम दिन्छ। यो चाहिँ सोच्नुहोस्, तपाईँको बुवा आमाको सपना, तपाईँ आफ्नै सपना के कसरी पूर्ति गर्ने, के कसरी लाग्ने भन्ने कुरामा चाहिँ विचार गर्नुहोस्।